साथीहरू मैले चाहिँ आज लाइफ साइकल अफ टपर भनौँ न है त्यो बनाउन जाँदैछु। अब यो चाहिँ कस्टमाइज टपरको बारेमा भन्दैछु है मैले। यो चाहिँ हामीले सबभन्दा पहिला सुरु चाहिँ यसरी एक्ज्याक्ट स्कल साइजहरू निकाल्छौँ होइन। अब यो चाहिँ मैले हाम्रो क्लाइन्टको चाहिँ भिडियो राखेन किनभने प्राइभेसीको लागि है। अनि त्यसपछि हामी त्यसबाट चाहिँ यस्तो ब्लकहरू बन्छ है। ब्लकहरू बनिसके पछाडि चाहिँ त्यसपछि यसमा कपालहरू थप्ने अनि अरू पनि फ्याक्ट्रीको धेरै कामहरू हुन्छ। अब कपालहरू चाहिँ यसरी एक एकवटा जालीको पालमा एक एकवटा कपाल बुनेर बनाइन्छ है साथीहरू। यो काम एकदम टाइम लाग्छ, कस्टमाइज बनाउनको लागि 1 देखि 1.5 महिना टाइम लाग्छ होइन। यसरी कपालहरू बुन्ने काम हुन्छ। सानो कुरुस जस्तो मेटेरियलले चाहिँ कपाल बुन्ने काम हुन्छ। यसरी बुनिराख्नु भएको छ हाम्रो साथीले है। अनि यो चाहिँ स्टार्ट गरिराख्नु भएको छ। अब अर्को भिडियोमा चाहिँ लगभग सकिसकेको छ, फिनिसिङको कामहरू हुँदैछ। थोरै थोरै नपुगेको ठाउँहरू एड गर्ने काम भइरहेछ। हजुरहरूको अहिले लगाइराख्नु भएको टपरमा पनि कपाल छैन भने यसरी थप्न मिल्छ है। अब यो स्टार्टिङको प्रोसेसमा यस्तो खालको देखिन्छ है। अनि अब रेडी भएपछि यस्तो हुन्छ। हेर्नुहोस् त कति राम्रो भएको छ।